हेलो। अहिले चाहिँ लाइट गएको छ त्यही भएर म अहिले केही पनि गर्न सक्दिनँ। यहाँ मेरो पावर पोइन्ट पनि चलेको छैन, त्यही भएर एउटा भिडियो रेकर्ड गरौँ भनेर अहिले मोबाइल खोलेको छु। मोबाइलमा पनि चार्ज पनि छैन, ल्यापटप पनि बन्द भयो। लाइट पुरै यो अँध्यारो छ कोठा, यो लाइट बालेको मोबाइलको। यही पढौँ न त के छ र, इन्जिनियरिङ म्याथमेटिक्स ए म्याम पोर्सन एसिम्टोट छ, पेडल इक्वेसन, कर्वेचर, यो डेरिभेटिभ भयो अनि एन्टी डेरिभेटिभ। एसिम्टोट भनेको अनबाउन्डेड कर्भलाई इन्फिनिटीमा गएर मिड गर्ने स्ट्रेट लाइन। अ स्ट्रेट लाइन विच टचेस द गिवन curve at infinity is called asymptote. Okay. Asymptote are of three types: parallel to x-axis, horizontal asymptote. A line y equals to b is horizontal asymptote of curve y equals to fx if limit x tends to infinity, fx equals to b. खै कस्तो नबुझिने छ त यो त। अब प्यारल टु एक्स एक्सिस भन्छ, जस्तै यो एक्स एक्सिस भयो भने योसँग प्यारल हुने लाइन, प्यारल हुने असिम्टोट। फेरि असिम्टोट भनेको के हो? अ स्ट्रेट लाइन विच टचेस द गिभन कर्भ एट इन्फिनिटी इज कल्ड असिम्टोट। द स्ट्रेट लाइन जसले एउटा कर्भलाई इन्फिनिटीमा गएर टच गर्छ। ओके, बुझ्यो? प्यारल टु एक्स एक्सिस, अब एक्स एक्सिससँग प्यारल हुने असिम्टोट। एउटा कर्भ छ यहाँ, अब यो कर्भलाई इन्फिनिटीमा गएर मिट गर्नु पऱ्यो होइन, त्यस्तो एसिम्टोट चाहियो। त्यही हो एसिम्टोट भनेको नि। यो यसरी लामो लाइन, यो लाइन रहेछ। अ लाइन वाइ इक्वल्स टु बी इज होरिजोन्टल एसिम्टोट ए अफ द कर्भ वाइ इक्वल्स टु एफएक्स। ओके, यो लाइन यो कर्भको असिम्टोट, होरिजोन्टल असिम्टोट तब हुन्छ जब लिमिट एक्स टेन्स टु इन्फिनिटी एफएक्स इक्वल्स टु बी। मतलब यो लाइनले इन्फिनिटीमा गएर यो कर्भसँग मिट गर्नु पर्यो। यसलाई यहाँ कसरी लेखेछ? लिमिट एक्स टेन्स टु इन्फिनिटी, एक्स भनेको यतातिरको भ्यालु, यो एक्सको भ्यालु हो, एक्स इक्वल टु इन्फिनिटी हुनु पर्यो नै, मतलब एक्स इक्वल्स टु इन्फिनिटीमा एफएक्सको भ्यालु बी हुनु पर्यो। एक्स टेन्स टु इन्फिनिटी, यो इन्फिनिटी मानौँ यसलाई, यसमा एफएक्सको भ्यालु यो एफएक्स भनेको यो कर्भको भ्यालु हो बी हो, मिल्छ हो, ठिक छ, गुड, बुझियो होला। प्यारल टु वाइ एक्सिस, भर्टिकल एसिम्टोट। फेरि ल्यापटप बन्द भयो। A line x equals to a is vertical asymptote if, अब लाइन पहिला बुझौँ। A line x equals to a is vertical asymptote। एसिम्टोट भनेको यो कर्भलाई इन्फिनिटीमा गएर मिट गर्ने लाइन, भर्टिकल भनेको यस्तो लामो, त यो वाइ एक्सिससँग प्यारल होइन, प्यारल टु वाइ एक्सिस भर्टिकल एसिम्टोट, यो लाइनसँग प्यारल हुने यो लाइन, ठिक छ, प्यारल छ। वाइ इक्वल्स टु एफएक्स, यसलाई इन्फिनिटीमा गएर मिट गर्नु पर्यो। ओके, के छ? लिमिट एक्स टेन्स टु ए एफएक्स इक्वल्स टु इन्फिनिटी। ओके, लिमिट एक्स टेन्स टु ए भनेको लिमिट एक्स भनेको एक्स, यो हो एक्स एमा पुग्यो र एक्सको भ्यालु ए छ र त्यो एलाई चाहिँ हामीले एफएक्समा राख्यो भने भ्यालु इन्फिनिटी आउनु पऱ्यो। यहाँ चाहिँ एक्सको भ्यालु ए राख्दाखेरि इन्फिनिटी आउँछ, किनकि यो वाइको भ्यालु आएको हो नि, यो इन्फिनिटी। ओके, मैले त बुझेँ है ल। यो कर्भ हो वाइ इक्वल्स टु एफएक्स, हामीले एक्सको भ्यालु ए राख्यौँ भने वाइको भ्यालु आउँछ। यो यहाँ चाहिँ मिट गरे, वाइको भ्यालु त इन्फिनिटीमा गएर मात्रै मिट हुन्छ वाइ, त्यही भएर इन्फिनिटी आयो वाइको भ्यालु।
लिमिट एक्स टेन्स टु ए राख्दाखेरि एफएक्समा एक्स इक्वल इन्फिनिटी आयो। अघि के थियो लिमिट अघि के थियो प्यारल टु एक्स एक्सिस लिमिट एक्सको ठाउँमा इन्फिनिटी राख्दाखेरि एफएक्स इक्वल्स टु बी। अलिक ठ्याक्क उल्टा एक्सको ठाउँमा ए राख्दाखेरि एफएक्स इक्वल्स टु इन्फिनिटी। ओके अब याद गरेर मैले ल दुईवटा ल प्यारल टु एक्स एक्सिस होरिजोन्टल एसिम्प्टोट अ लाइन एक्स इक्वल्स टु नहीं वाई इक्वल्स टु बी इज होरिजोन्टल एसिम्प्टोट अफ curve y equals to fx if limit x tends to infinity fx equals to b. A line y equals to b is horizontal asymptote of the curve y is equals to fx if limit x tends to infinity fx equals to b. Okay, याद भयो है मलाई त। फेरि भन्छु है ल म नहेरेर यतातिर हेर्छु ल म उतातिर हेर्छु ल झ्यालतिर म यतातिर हेर्छु ल। A line y equals to b is horizontal asymptote of the curve y equals to fx if limit x tends to a fx equals to if x tends to infinity fx equals to b त्यही त होला। इफ एक्स चाहिँ इन्फिनिटीमा गएर मिट हुनु पऱ्यो एक्स र यो कर्भ यो इन्फिनिटीमा गएर यी दुईवटा मिट हुनु पऱ्यो अनि बल्ल यो होरिजोन्टल एसिम्प्टोट भन्छ ल। अरू के राम है प्यारल टु वाई एक्सिस भर्टिकल एसिम्प्टोट अ लाइन एक्स इक्वल्स टु ए इज कल्ड भर्टिकल एसिम्प्टोट इफ लिमिट एक्स टेन्स टु ए एफएक्स इक्वल्स टु इन्फिनिटी। ओके हेरौँ है ल फेरि भनौँ नि त अलि अ लाइन एक्स इक्वल्स टु ए इज कल्ड भर्टिकल एसिम्प्टोट मेरो ल्यापटप बन्द भयो ल्यापटपको चार्ज पनि सकिसक्यो। A line y(x) equals to a is called vertical asymptote if limit x tends to a fx equals to infinity. यता फर्किन्छु ल ल यो कपीमा हेर्छु ल यो कपीमा हेर्छु के थियो a line x equals to a is vertical asymptote of the curve y equals to fx if limit x tends to a fx equals to infinity. त्यही हो त्यही होला। अब अर्को फेरि अर्को टाइप छ असिम्प्टोटको प्यारल टु नाइदर एक्सिस। ओके oblique asymptote a line y equals to mx plus c is an oblique asymptote if the length of the perpendicular from the line to the curve tend to 0 when curve moves towards infinity. के भन्यो length of the perpendicular from this line यो y equal to mx plus c यो लाइनबाट यो कर्भमा लेन्थ अफ द पर्पेन्डिकुलर 0 हुन्छ when curves moves towards infinity. ओके तीन यो कर्भ लाइनबाट जाँदा कर्भ पनि बढ्दै जान्छ हैन अनि एउटा पोइन्टमा त मिट हुन्छ दुईटा इन्फिनिटीको एउटा पोइन्ट मिट हुन्छ दुईटा अनि त्यो अनि पर्पेन्डिकुलर डिस्टेन्स पनि 0 भइहाल्यो। ओके यो त सजिलै थियो। फाइन्ड एसिम्प्टोट भन्ने छ। ओके हेर फर इक्जाम्पल छ y इक्वल्स टु 3x अपन x माइनस 2 पहिला होरिजोन्टल एसिम्प्टोट भर्टिकल एसिम्प्टोट अनि अब्लिक एसिम्प्टोट छैन। सोल्युसन y इक्वल्स टु b y इक्वल्स टु b भनेको हाम्रो के हो होरिजोन्टल एसिम्प्टोट हो नि। इफ लिमिट x टेन्स टु इन्फिनिटी fx इक्वल्स टु b हामीले b को भ्यालु पत्ता लगाउनु पर्यो। ओके त्यही त हो त लिमिट fx x भ्यालु इन्फिनिटी राख्दा fx र b काटिन्छन् मतलब मिट हुन्छन्।
एफएक्स र वाइ इक्वल्स टु बी मिड हुन्छ त्यही भयो त्यही भएर बीको भ्यालु फाइन्ड आउट गऱ्यो अनि बीको भ्यालु फाइन्ड आउट गर्दा एलएसपिटल हो कि लपिटल लपिटल भन्छ नि त्यसलाई लपिटल रुल लगाइयो अनि 3 आयो वाइ इक्वल्स 3 इज होरिजोन्टल एसिम्प्टोट ओके सिम्पल रहेछ फर भर्टिकल एसिम्प्टोट लिमिट एफएक्स इक्वल्स टु इन्फिनिटी एक्स टेन्स टु ए हियर लिमिट एफएक्स लिमिट एक्स टेन्स टु भर्टिकल एसिम्प्टोटलाई के हो लिमिट एक्स टेन्स टु ए एफएक्स इक्वल्स टु इन्फिनिटी यहाँ एक्स इक्वल्स टु ए होइन त्यो लाइन भर्टिकल एसिम्प्टोटको भनेको एक्स इक्वल्स टु ए हो यहाँ एफएक्स इक्वल टु इन्फिनिटी अब एक्सको भ्यालु कति राख्दाखेरि इन्फिनिटी आउँछ एक्सको भ्यालु भन्दा मतलब भ्यालु भन्दा पनि ए को भ्यालु कति राख्दाखेरि इन्फिनिटी आउँछ भन्ने रहेछ यो चाहिँ लिमिट एक्स टेन्स टु 2 एफएक्स इक्वल्स टु लिमिट एक्स टेन्स टु 3x अपन x माइनस 2 एफएक्सलाई इन्फिनिटी सो गर्नु पर्यो हामीले भर्टिकल एसिम्प्टोट निकाल्न होइन निकाल्न अनि अघि चाहिँ होरिजोन्टल निकाल्न चाहिँ हामीले के गर्नु पर्यो एक्सको भ्यालु इन्फिनिटी राख्नु पर्यो यसमा चाहिँ सो गर्नु पर्यो अनि कस्तो भयो है ओके एक्स इक्वल्स टु 2 यसमा चाहिँ हामीले इन्फिनिटी सो गर्नु पर्यो यसमा चाहिँ हामीले इन्फिनिटी सो गर्नु पर्यो होइन यसमा चाहिँ इन्फिनिटी राख्नु नै पर्यो ओके ल बुझ्यो होरिजोन्टलमा इन्फिनिटी राख्ने लिमिट एक्स टेन्स टु इन्फिनिटी एफएक्स इक्वल्स टु बी अनि चाहिँ भर्टिकलमा चाहिँ लिमिट एक्स टेन्स टु ए एफएक्स इक्वल्स टु इन्फिनिटी ओके ल बुझ्यो ल अब यहाँ अर्को स्टेप्स टु डिटरमाइन असिम्प्टोट अफ द कर्व वाइ इक्वल्स टु एफएक्स भन्ने छ 1 नम्बरमा द नम्बर अफ असिम्प्टोट अफ कार्टेसियन कर्व क्यान नट एक्सिड द डिग्री अफ इक्वेसन ओके एउटा कुनै कार्टेसियन कर्वको नम्बर अफ असिम्प्टोट क्यान नट एक्सिड द डिग्री अफ इक्वेसन मतलब कुनै कर्वको डिग्री 2 छ भने असिम्प्टोटले चाहिँ कुनै पनि मतलब असिम्प्टोट 2 भन्दा धेरै हुन सक्दैन नम्बर अफ असिम्प्टोट जस्तै यसको डिग्री कति छ यहाँ वाइ इक्वल्स टु 3x अपन x माइनस 2 यसको डिग्री 1 हो र 1 हो भने कति छ यहाँ त दुईवटा असिम्प्टोट यसको 1 होइन 2 हुनु पऱ्यो यो xy भनेको त डिग्री मल्टिप्लाईमा एड हुन्छ 1 + 1 2 भयो अनि त्यही भएर असिम्प्टोट पनि 2 भयो एउटा होरिजोन्टल एउटा भर्टिकल दुईवटा असिम्प्टोट आयो ओके क्यान नट एक्सिड द डिग्री अफ इक्वेसन यसको मिनिङ 2 हुनसक्छ